다들 인디비주얼이 technical problem를 찾도 제일 하죠. आज यो अलिकता टेक्निकल प्रब्लम भएको कारणले गर्दाखेरि अलिकता धेरै समय कुर्नु पर्यो आज कैक्युमुलमको फार्मा अनि कैक्युमुलम स्पेशल अर्थात् यो विशेष अब यो अतिरिक्त कैक्युमुलम रहेको छ सुसोरा छिम्रो 티 제일 这个有嘛嘞 अब यो चाहिँ अब यो चाहिँ जुन अब बोधगयामा गर्ने कैक्युमुलम अब किसिमको त्यसमा पनि हुँदैन यो चाहिँ अब विशेषता अतिरिक्त कैक्युमुलम रहेको छ यो कैक्युमुलम फर्म चाहिँ अब हैन अहिले चाहिँ बगर रुकुचे गुम्बामा अहिले त्यहाँले उहाँले विशेष अब सबै अनि तो पोकर सेरा छिमेलिङमा चाहिँ अहिले यो अनि यो कैक्यु कुन्चु सक्ने बित्तिकै अनि निरन्तर गरेर दिने अनि कैक्युमुलम उहाँले गर्नुभयो त्यस्तै गरी अब यो सञ्जाल मार्फतबाट नेपाल भुटान इन्डियाबाट हेरिरहनु भएको छ हैन त्यो बेला अब विशेष अतिरिक्त कैक्युमुलम अब सुरुवात गर्न अब सक्षम भयौं अनि यो कैक्युमुलममा पाल्नुहुने सम्पूर्ण अब गुरुवर्गहरू भिक्षु उपाध्याय आचार्य लगायतका अनि सबैलाई अनि मेरो तर्फबाट सबैलाई अनि सुस्वास्थ्य कामना तथा अनि हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छु अनि कैक्युमुलमको बेलामा चाहिँ अब कैक्युमुलम मुख्य अब हुनु सुरुवात भएको मुख्य अब बिउ चाहिँ कहाँबाट सुरुवात भयो त भन्दाखेरि कैक्युमुलम 1980 मा अनि क्याप्जे पूर्व कलोरमसेद्वारा यसरी नाम दियो हैन अब यो पवित्र स्थल बुद्धगयामा अनि यो सुरुवात गर्यो त्यो बेला अब आर्यभद्राचार्य प्रार्थनाबाट सुरुवात गर्यो 1980 मा अनि त्यस्तै गरी अब अनि त्यो बेला अब खेरमसे नै त्यो बेला अब थोरै मान्छे बजार थिएन यसरी अब थिएन त्यहाँदेखि कैक्युमुलम सुरुवात हुने मुख्य अब सुरुवात प्रारम्भिक त्यहाँदेखि सुरुवात हुँदा अहिले अब यसरी सुरुवात भयो अनि विशेष गरी भोगोरमसे अब विशेष गरी अब पूर्व भोगोरमसे गुरुले यसरी उहाँले अब चासो गरेर अहिलेसम्म यसको परम्परा अनि 2000 देखि अब सन् 2000 सालदेखि यसरी अब अनि 2004 अब अनि 2000 मा चाहिँ अब सामान्य भयो भने 2004 देखि चाहिँ अब यो कैक्युमुलम सुरुवात गर्दै कसरी के बन्दना गर्ने भने एकदम यसरी अब विधि विधानको कुरा राखियो अनि हामीले कैक्युमुलम भनेको मुख्य अब यो अनि राख्नुको कारण चाहिँ के हो त अनि यो चाहिँ पूर्व कलोरमसे पूर्व भोगोरमसे गुरुहरूको अनि ठुलो योगदानले गर्दाखेरि अहिले कैक्युमुलम भन्ने हामीले यसरी अब नाम पुकार्छौं अनि अहिले यो होबर छिमेलिङ यो भोगोरसेरामा यसरी अब विशेष अतिरिक्त कैक्युमुलम यसरी अब एकदम भव्यता रूपमा यसरी अब यो धेरै अनगिन्ती अब धेरै अब भिक्षुको सँगसँगै यसरी अब कैक्युमुलम गर्यो हैन अनि यसरी अब यो कैक्युमुलम चाहिँ अत्यन्त राम्रो कुराहरुसँग तालमेल मिलेको हुँदाखेरि अनि अत्यन्त पवित्रता देख्दछु कैक्युमुलममा सुरुवात गर्दाखेरि त्यहाँदेखि अहिले आएको छ आजको दिनमा के हो त अनि अतिशा दीपंकर श्री ज्ञान अतिशाको जीवन मुक्ति विषयमा पनि भन्ने जाँदैछु उहाँ चाहिँ अब यो कदम्बको मूल स्रोत रहेको छ उहाँ चाहिँ अनि अब धवरबुछे जुन अब हामी कचाक छु चिदे गिब भन्ने छ हैन एउटा कदम्बको परम्परा महामुदा परम्परा जुन अब यसरी अब यो गम्बोबादेखि आएको हुँदाखेरि गम्बोबाले चाहिँ सानोै अब उमेरदेखि नै कदम्बको विधि सुन्नुभयो जुन अब मिलरद्वारा उहाँलाई अब यसरी अब ज्ञानहरू आशीर्वाद पायो अनि यसरी अनि मा 错了呀，先把那的做搞得没了人个团人呐。 अनि यसरी अब यो
धेरै अब जो मेरो नेपालले यसरी अब आफ्नो चेलाहरू यसरी थुप्रिने बेलामा भित्राउने बेलामा अब अनि कम्बो बलले चाहिँ यसरी अब कदम्बाको उपदेशहरू दिनुभएको थियो यसरी उपदेशहरू दिँदाखेरि अब अर्को रेसिम बलले चाहिँ अब महामुद्रा कुराहरू यसरी अब फैलाएको अब कुरा हुँदाखेरि अनि अब धबकाइको विषयमा बताउनु पर्यो भने अब झोजे अध्यक्ष एकदम कदम्बाको नभई नहुनेहरू मूल भन्दछ अनि आजदेखि 3 दिनभित्रमा चाहिँ म यो अतिशयको जीवनी कथा विषय अनि बताउने छु अनि यसलाई मैले भनौँ न एउटा मिलाउनको लागि त्यति समय अब राम्रो भएन मलाई यसलाई सबै मिलावट गराउनु पर्यो यसलाई हैन अब यसको विषयमा जाँदाखेरि अब झोजे पल्ने अतिशा अर्थात् श्री ज्ञान दीपङ्कर अतिशाको अब उहाँको उनको जन्म मिति कहिले हो त भन्दाखेरि अतिशाको जन्म अब सम्भवतः सन् 982 मा भएको थियो यो चाहिँ के हो त भने रमतम्बरले लेख्नु भएको थियो भित्र के लेखेको छ भन्दाखेरि गुरु अनि सर्वगुरु सर्वज्ञ गुरु अनि चाहिँ कहिले जन्म भएको थियो त भन्दाखेरि अनि पुरुष स्त्री घोडा वर्षमा जन्मिनु भएको थियो भनेर रमतम्बरद्वारा लेखिएको यसरी अब यो जीवनको सारांश यस्तो लेखिएको छ त्यही कारणले गर्दाखेरि यसरी अब यो सन् 982 मा उहाँको जन्म भएको थियो अब उहाँको अब जन्मस्थान कहाँ हो त भन्दाखेरि अब अतिशाको जन्मस्थल चाहिँ अब भारतमा भएको थियो अब प्राचीन कालमा अब एक किसिम के हो त प्राचीन मध्यकालीन अब भारतमा अब पूर्व पश्चिम उत्तर दक्षिण भनेर अब 4 दिशाहरू छुटेको थिए त्यो बेला चाहिँ अब अनि भारतले के भन्छ भन्दाखेरि पञ्च क्षेत्रहरूले भरिएको अनि आर्य भारत आर्य स्थान भनिन्थ्यो त्यसैले यो भूमिमा 4 क्षेत्रहरू बाँडेको हुँदाखेरि अनि फक्बियुल आर्य अब फक्बियुल पनि भनिन्छ एक किसिमको आर्य भूमि पनि भनिन्छ यो चाहिँ अब स्योन्जाङ गुरुले अनि एक किसिम के हो त यो अनि स्योन्जाङ गुरुहरू पनि अब भारतमा पालिएको थियो त्यो बेलामा हैन अनि अब यसलाई मध्यम भारत पनि भनिन्छ जुन अब यो बोधगया चाहिँ हैन जुन अब अनुवादहरूको अब खातामा अब बारम्बार प्रयोग गरिन्छ मध्यम भारत भनेर जसमा स्योन्जाङ भारत यात्रामा पनि प्रवेश गरेको छ आजकल हामी भन्छौँ कि बोधगया मध्य भारतमा छ यसरी बोधगया भौगोलिक र धर्मको दृष्टिले मध्य भारत हो अनि भारतका अब 5 क्षेत्र मध्येमा अब 5 क्षेत्र रहेको छ अब अतिशाको जन्म चाहिँ पूर्वी भारतमा भएको थियो त्यो पनि अब रमतम्बरले लेख्नु भएको अनि अतिशा प्रशस्तिको तिमसिकाको पदभित्र यसरी अब लेखिएको छ 30 पाठमा के भनेको छ भन्दाखेरि अब अनि बङ्गलाको समृद्ध भूमि भनेर यसरी लेखिएको छ तर अहिले यो भारतको नभई बङ्गलादेशको भूभागमा पर्दछ पहिला प्राचीन कालमा अब जुन भारतमा थियो तर अहिले अब बङ्गलादेशको भूभागमा पर्दछ यो बङ्गाल भन्ने ठाउँ चाहिँ मध्यकालमा यो भारतको हिस्सा भएकोले यसलाई मध्ययुगीन भारतीय भनिन्छ जस्तो कि अब एउटा उदाहरणको लागि अब बुद्धको जस्तो एउटा भएको छ अब हाम्रो यो शास्त्र गौतम बुद्ध चाहिँ अब आजकल अब बुद्ध अब प्राचीन कालमा बुद्ध चाहिँ अब भारतवर्षमा जन्मिनु भएको थियो हैन तर बुद्ध नेपालमा जन्मेको हुन् भन्ने भन्नुहुन्छ किन भन्दा उनको भारतमा जन्म भएको हो भन्नु उचित हुँदैन किनभने बुद्धको जन्मस्थल हाल लुम्बिनी नेपालको भूभागमा पर्दछ त्यही कारणले गर्दाखेरि अनि अहिले हो भने बुद्ध चाहिँ नेपालमा जन्मेको हुँदाखेरि बुद्ध नेपालमा जन्मेको भन्नु
भूभागमा परेको हुँदाखेरि नेपाल बुद्ध चाहिँ नेपालमा जन्मिएको थियो तर पहिला हो भने भारतवर्षमा थियो त्यही कारणले गर्दाखेरि त्यस्तो प्रकारको भएको छ जे होस् अब अतिशाको वास्तविक जन्मस्थल अब कहाँ हो भन्दाखेरि नाक्सोद्वारा लेखिएको अब अतिशाको अब 80 पदहरू अब प्रशस्ति अनुसार यसो लेखेको छ अब एक किसिम के हो त भन्दाखेरि अब पूर्व सहरको पूर्वी क्षेत्रमा चाहिँ एउटा ठुलो सहर छ त्यो विक्रमपुर भनेर यसरी भनिएको छ अब समकालीन अनुसन्धानकर्ताहरूले अनुसार यो बङ्गलादेशको मुन्सीगञ्ज भन्ने जिल्लामा परेको छ भन्ने भनाइ छ भन्ने पनि छ हैन एउटा जिल्ला मुन्सीगञ्ज भन्ने बङ्गलादेशको एउटा ठाउँमा छ भनेको छ जसले अब मध्यकालीन अब पहिला प्राचीनकालीन समयमा चाहिँ अब विक्रमपुर भनिन्थ्यो त्यो बेला विक्रमपुर भनिन्थ्यो अनि त्यो अब अघि भने नि नक्सो लोसाको एक किसिमको अनुवादको यो त्यो विक्रमपुर भनेको छ नि यसैको हैन पूर्वी क्षेत्र सहरको अब विक्रमपुर भनेको छ त्यही आएको छ बङ्गालको इतिहासमा 10औं देखि 13औं शताब्दीसम्म यो 3 राजवंशहरू थियो जुन अब चन्द्र राजवंश भर्मन राजवंश र सन राजवंशको राजधानी थियो त्यस समयमा यो पूर्वी एसियामा बौद्ध धर्मको लागि ठूलो केन्द्र थियो यो मध्यमा अब एसिया थियो 7औं शताब्दीतिर अनि चीनको अनुवादक xuanzang त्यहाँ पाल्नु भएर अनि विक्रमपुरको अनि भ्रमणसँग सम्बन्धित विभिन्न घटनाहरूको पनि उहाँले अहिले कुरा लेख्नुभयो त्यही कारणले अनि यो झोजे पाल्दे आदिश श्रीज्ञान दिवङ्कर आदिश चाहिँ म बङ्गलादेशमा जन्मिनु भएको अब टिप्पणी एकदम खुलासा गरिन्छ स्पष्ट देखाइन्छ अब मुन्सीगञ्ज भन्ने जिल्लामा उहाँ अब जन्मिनु भएको थियो त्यो अब स्थानमा उहाँ जन्मिनु भएको थियो जुन श्रीज्ञान दिवङ्कर आदिश चाहिँ अब उहाँ जुन परिवारमा जन्मिए उहाँको कुन वंशमा जन्मेको थियो त भन्दाखेरि अब आदिशको जन्म त्यस क्षेत्रको शाही परिवार भएको थियो जुन अब जुन चाहिँ अब परम्परा अनुसार जुन पाला राजहरूबाट आएको भनिन्छ जुन आदिशको अब कुल एउटा गोत्र चाहिँ उनको अब पिताको नाम चाहिँ अब कल्याण चन्द्र उहाँको अब चन्द्रश्री भन्ने उहाँको नाम चाहिँ अब आमाको नाम चाहिँ अब श्री प्रभात भगवती थियो भनिन्थ्यो उसको अब 3 छोराहरू थिए अब जेठो दाइको नाम चाहिँ पद्मगर्भ विश्वको चन्द्रगर्भ अनि कान्छाको श्रीगर्भ मध्ये आतिशा बीचको छोरा थिइन् भनिन्छ बङ्गलादेश अब श्रीगर्भ चाहिँ उहाँको यो अतिशाको भाइ रहेको छ भने अनि पद्मगर्भ चाहिँ अतिशाको दाजु रहेको थियो अनि बङ्गलादेशको अब समसामयिक इतिहासका अनुसार आतिशाका बुवाको नाम कल्याण चन्द्र थियो उनी पूर्वी बङ्गाल चन्द्र देशका तेस्रो राजा थिए अब 다팅상기 방글라데시 루유의 세비나 조역이 야게 챤래야 갈리아나 젠드라스 제제라고 하랬어 방글라데시 코란수 गेगब 루유의 세비나 अब यो बङ्गलादेशको समसामयिक इतिहासका अनुसार अतिशाको बुबाको नाम चाहिँ कल्याण चन्द्र भन्ने थियो हैन उनी चाहिँ अब पूर्वी बङ्गालमा चन्द्र वंशको तेस्रो राजा थियो भन्ने भनिन्छ त्यो बेला अब चन्द्र वंश भन्ने थियो अब त्यो बेला बङ्गलादेशमा त्यो बेला एउटा वंश चन्द्र वंश एउटा राजवंश फैलिएको थियो त्यो चाहिँ अब अतिशय बुवा थियो यो कल्याण चन्द्र चाहिँ उनले अब
975 देखि अनि 1000 सम्म अब शासन गर्नुभएको थियो जुन कल्याण चन्द्रले त्यो पनि अब रोमतम्बाको इतिहासको यो प्रशंसा बिर्दै लेखेको छ अब सहर भनेको छ अब सहर भने चाहिँ अलिकता कठिनाइ छ शब्दमा कुनै सहर भने एउटा ठाउँको लागि नै भनिन्छ कुनै एउटा जातको लागि नै भने हुँदाखेरि धेरै कुराहरू आएको छ यसमा अब यो गोलो सुनुपे देख्थिरङबु भनेको किताब भित्र चाहिँ सहर भनेको चाहिँ अनि अब जुन एउटा शब्द लोप भएको सहरा भलाई भनेको भनिन्छ अनि सहरा भनेको चाहिँ अब भोट भाषामा अनुवाद गर्दाखेरि राम्रो उत्तमलाई अनि भद्रले भनिन्छ रहेछ मेरो विचारमा चाहिँ सहरा भने चाहिँ अनि एउटा विशेष जातमा नभएर एउटा अनि राजाको एउटा जातलाई जुन अब राजाको एउटा राम्रो गोत्र कुललाई अनि बुझ्छ होला भन्ने मलाई विचार लाग्दछ सहरा भनेको चाहिँ एउटा साहोर भन्ने एउटा भारतको एउटा शब्दबाट आएको हो यस्तोलाई लाग्छ कि जस्तो मलाई लाग्छ एउटा मेरो अनुसन्धान हो यो मेरो विचार हो अब तिब्बती राजा छिसुङ देउचेनको समयमा अब झोजे पल्ने अतिशाको जन्म नहुनुभन्दा 200 वर्ष अगाडि सन्त रचित तिब्बतमा जानुभएको थियो उनी पनि अब पूर्वी भारतबाट आएको थिए बङ्गालबाट आएको थियो उहाँ पनि बङ्गलादेशबाट एउटा भनाइमा चाहिँ उनी र अतिशा दुवै एउटै परिवारको थिए भन्ने भनिन्छ एउटै कुल एउटै गोत्र हो भनिन्छ ढुम्तम्बाको अतिशाको प्रशंसाबाट यस्तो छ एउटा जुन अब रेखामा बोधिसत्व सन्त रचितको जन्म भएको थियो अनि त्यसले हेर्दा नि तिब्बती बौद्ध धर्म इतिहासमा तिब्बती बौद्ध धर्मको इतिहासमा चाहिँ यो किसिमको अतिशा र के हो त यो अतिशा र यो सन्त रचित चाहिँ सबैभन्दा प्रभावशाली भारतीयमा पण्डितहरू दुवै पूर्वी भारतका थिए र दुवै एउटै परिवारका रेखाबाट आएका थिए जुन आश्चर्यजनक छ र सम्भवतः पहिलेको कर्ममा सम्बन्ध थियो भन्ने एउटा जनाउँदछ अब यो तपाईँहरूलाई म के परिचय दिन चाहन्छु भन्दाखेरि झोजेपल्ले आदिशाको बाल्यकालको विषय बताउनु पर्दाखेरि बाल्यकालमा आदिशालाई चाहिँ चन्द्रगर्भ भन्ने नामले चिनिन्थ्यो सानैदेखि उनी निकै चलाक थिए अनि उहाँ आफ्ना आमा बुवालाई अत्यन्त आदर सम्मान गर्नुहुन्थ्यो उहाँको एकदम शरीर चाहिँ सुन्दर तर एकदम आकर्षक थियो उहाँको एकदम तेज वस्तु थियो जसले उहाँलाई देखे जो कोही उहाँबाट मोहित भएर जान्थ्यो अनि शरीर भन्दा उनको अनुहार पनि आकर्षक थियो त्यसैले अनि उहाँ आफैले भन्नुहुन्थ्यो होइन मेरो एकदम शरीर एकदम सुन्दरता छ होइन एउटा किसिमको इच्छा नभएको राइट गुरुहरूले त मलाई एकदम दयामाया गर्नुहुन्छ अनि प्रशंसा गर्नुहुन्छ भने अनि इच्छा भएको सामान्य प्राणीले त भन्नै पर्दैन त्यही कारणले म अनि त्यही कारणले म सुन्दर थिएँ त्यसैले सबै गुरुहरू त्यसबाट अनि प्रसन्न भन्नुभयो हो भने यसरी अब मलाई सबैले दयामाया गर्नुहुन्छ प्रसन्न हुन्छ मलाई देख्दा खुसी हुनुहुन्छ अनि मोहित हुनुहुन्छ भने अब यसरी अतिशय आफैले नै भन्नु अनि अत्यन्त एकदम सुन्दरता हुनुहुन्थ्यो जब अतिशय सानो जवानै थिए उनले ताराको दर्शन पाएर अनि उनको अब ताराबाट आशीर्वादको एउटा दीक्षा उहाँले पाए एकपल्ट कस्तो भएको थियो भन्दाखेरि अनि जन्मिएर अब धेरै समय नबित्दै उनी अब दरबारको ओछ्यानमा सुतिरहेको बेला अनि एउटा जुन अतिशय सुतिरहनु भएको बेडको एउटा नजिकमा एउटा चर्को आवाज आयो त्यो आवाज के रहेछ भन्दा उनको अनि दुई आमा बुवाले यो के रहेछ भनेर
छक्क परे त्यो देख्दाखेरि छक्क परेको भएछ बुवाआमा त्यो के देखेर छक्क भएछ छक्क पर्नु भएछ बुवामा भन्दाखेरि त्यहाँ एउटा ठुलो बिच्छी थियो त्यो चाहिँ अब अतिशाको अगाडि खसेको रहेछ जुन ठुलो बिच्छी चाहिँ अब खास अब डर तर्सिनु पर्ने हो त्यो बिच्छी देखेर तर अतिशाले अलिकति पनि डर नमानिकन त्यसले हेरिरहेको अनि 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 हरिरहनु भएछ अतिशाले हेरिरहनु भयो त्यसैले बिच्छी त्यो हेर्दा हेर्दै त्यही नै फुटेर त्यहाँ अब हटेर गयो यो भनिन्छ कि यो एक सङ्केत थियो कि अनि उहाँले आफ्नो विशेषता देवता देख्नु अघि स्वाभाविक रूपदेखि अभ्यास गर्नको लागि बाधाहरू आउनेछ होइन एउटा अभ्यास साधना गर्दाखेरि बाधाहरू आउनेछ भन्ने सङ्केत थियो भन्ने एउटा यस्तो भनिन्छ फेरि पनि एउटा फेरि भोलिपल्ट त्यस्तो एउटा घटना घटेछ अर्को पनि एउटा चर्को आवाज आएछ फेरि जब बुवा आमा र अतिशय त्यो आफ्नो हेर्नु गए उनीहरूले हेरेर अनि हेरे उनकी आमा भर्खरै हुर्किएको निलो उत्पला फुल होइन भर्खरै हुर्किएर फक्रिएको उत्पला फुल देखेछ अनि त्यति बेला अनि अतिशयले के देख्नु भएछ त भन्दाखेरि के दर्शन गराउनु भएछ भन्दाखेरि अनि माता पिताले चाहिँ अब भर्खरै फक्रिएको फुल उत्पलको फुल निलो फुल देख्नु भयो भने अनि अतिशयले चाहिँ अब ताराको अनुहार देखेको अतिशयले बताए अब अतिशयले श्री ज्ञान दीपङ्कर अतिशयले चाहिँ त्यहाँ एउटा तारा देवीको मुहार देख्नुभयो देख्नु भएछ त्यही कारण मैले तारा देवीको मुहार देख्यो भनेर बताउनु भएछ अनि त्यस बेलादेखि उसलाई जस्तो सुकै शङ्का वा प्रश्न भयो भने ताराको चित्र अनि थङ्ग अथवा चित्र थियो त्यो सामु अब भेटी मिलाएर प्रार्थना गर्न थाले अनि त्यति बेला उनले वास्तवमा कुनै धर्म सिकाउनु भएन भने पनि अब तारादेखि धर्म प्रवचन गर्नु भएन भने पनि उहाँलाई प्रार्थना गर्दाखेरि भेटी चलाउँदाखेरि त्यो थङ्गमा चित्रमा उनको भ्रम भित्रबाटै समाधान भएर जान्थ्यो त्यस्तो अब घटना घटेको थियो आश्चर्यजनक त्यसपछि अब उहाँ बढ्दै औलाउँदै बोलाउँदै उहाँ बढ्दै जानुभयो उनी 10 마페 뻐루려야 아니 치료비게 다다 세마티 주장 अनि उहाँले अब अनि उहाँ अब किसिमको उनी अब त्यसपछि 10 वर्षको नभएसम्म उनले चिकित्सा शिल्प लेखन र अन्य कुराहरूमा अध्ययन गरे जबसम्म उनले ती राम्ररी सिके त्यसपछि उनी 21 वर्षको अब नभएसम्म उनले गैर बौद्ध व्याकरण तर्क र प्रमाण साथै बौद्ध व्याकरण तर्कको पूर्ण रूप अध्ययन गरेर उनले 64 वटा कलाहरूको साथै व्याकरण तर्कको पूर्ण ज्ञान भएको बताए अनुवादक नासुलो साहको प्रशंसा यसरी अब 80 पद्मश्री बताएको छ अनि 21 वर्षको उमेरमा अनि अब के हो त 64 वटा कला सबै शिल्प संस्कृत भाषा र सबैमा विद्वान दक्ष भए भने यसरी अब नासुलो साहले आफ्नो 80 को 80 प्रशंसामा यसरी बताएको छ अनि 치료비기 갑지두자는 체마 마와 또게버 케바 첨부 레사 아지다 드네 게라이 त्यो बेला के हो त भन्दाखेरि अब एकदम उहाँ चाहिँ अब विद्वान हुनुको विशेष त के छ त एकदम प्रमाणमा भन्दाखेरि हैन उहाँ 15 वर्षको उमेरमा पुग्ने बेला उहाँ चाहिँ अब क्षमा ऋतिक भनिन्छ न्याय बिन्दु यसरी उहाँले सुन्नु भएर गैर बौद्धहरूलाई अनि उहाँले यसरी तर्क भित्र गर्दाखेरि अरूलाई पराजय गर्नु भएर उहाँ धेरै नामहरू राख्नु भएको थियो त्यो बेला एकदम प्रख्यातमा आउनु भएको थियो पछि उहाँ भोटमा पाल्नु भयो अनि यसरी अब तिब्बतमा पछि पाल्नु भएर उहाँ अब के हो त अनि त्यो बेला अब संस्कृतको एउटा शब्द पनि नाम के पनि थिएन
त्यो बेला अब झोल एउटा सेवक सेवक एउटा अनि यसरी भङथुन भन्ने सेवक थियो होइन अनि झोले भने त्यो बेला अनि भन्नुभएछ एउटा अब झोले के भन्नुहुन्छ भन्दाखेरि त्यो बेला अब भङथुन भन्ने धेरै अब मन्त्र अलिकति विद्वान हुनुहुन्थ्यो होला अनि त्यो बेला अब भन्नुहुन्थ्यो कि अब अतिशयले के भन्नुभएछ त भन्दाखेरि होइन अतिशयले भन्ने कि भङथुनको मन्त्रको उच्चारणबाट कुनै आशीर्वाद आउन सकेको होइन उहाँ अब कुनै पनि आशिष दयालु चाहिँ माया मनसायबाट आउँछ अनि त्यही कारणले तिमीमा एउटा कोमल चित्त भएको कारणले गर्दाखेरि यसरी त्यहाँदेखि आशीर्वाद आएको हो भनेछ अनि त्यो बेला अब प्रमाणको तर्क विषयमा नि कुराकानी भएछ अब भोटमा अब जुन अतिशय भोटमा पाल्ने बेला के हो त अब यो तर्कको अनि यो प्रमाणको कुराहरू त नामै तर्कको कुरा त टिबेट अब भोटमा छँदै छैन नाम पनि छैन त्यही कारणले अनि यो वाद विवाद गर्न सक्दैन गैर बौद्धहरूसँग अब यो वाद विवाद तर्क वितर्क गर्न सक्दैन गर्यो भने नि अनि हारेर जाने सक्दैन सामना गर्न सक्दैन भन्ने यसरी अब अध्यक्षले भन्नुभएछ अब त्यसरी उहाँ चाहिँ अब चाहिँ के हो त तन्त्र कसरी अब शिक्षण गर्नु पर्नु भयो भन्ने विषय बताउनु पर्दाखेरि अब उहाँले चाहिँ के हो त सूत्र भन्दा पनि पहिला अब यो के हो त तन्त्र उहाँले अगाडि अध्ययन गर्नुभएको रहेछ जस्तो लाग्छ जब उनी 22 वर्षको थिए उनले यो नागपुर भनिन्छ कालो पर्वत एउटा बिहार रहेछ त्यहाँ चाहिँ एउटा के हो त त्यो बिहारमा चाहिँ हे वज्रको दर्शन पाएर टाकिनीहरूबाट भविष्यवाणी प्राप्त गर्नुभएछ उनले चाहिँ गुरु राहुल गुप्ताबाट पूर्ण तान्त्रिक शक्ति प्राप्त गरेर गोप्य अनि धेरै उहाँले अब हे वज्रको अब सबै अब साधनाहरू लिनुभयो अभिषेकहरू लिनुभयो त्यो बेला नाम के पाएछ भन्दाखेरि राहुल गुप्ताबाट उहाँलाई ज्ञान वज्र नाम पाएछ उहाँले राहुल गुप्ताद्वारा देखिएको उनले अब हे वज्र नामको मण्डलमा पिता र माता तथा सबै निर्देश प्राप्त गरेपछि उनले गुरु अवधूतिलाई भेटे अनि अवधूति भेटेर उहाँबाट धेरै मन्त्र अनुसार सिके उनले त्यो गुरुलाई भेटेदेखि गोप्य मन्त्रको वास्तविक अवस्था कायम राखेर अवधूतिको अध्ययन अभ्यास गरे अनि अवधूतिको त्यस्तै गरी अब यो उहाँको के छ अब सन्त र चित्त भन्ने एकदम गुरु पनि रहेछ उनले आफ्नो गोप्य मन्त्रको अधिकांश अध्ययन यमन्तका योगी कमल रचित गरे जसले अब जानलाई पनि दूध परिणत गर्न सक्थे र आफ्नो अब ढिङ्वा भन्छ ढिङ्वामाथि चढेर जुन भिक्षुहरू बस्ने एउटा सानो रातो कपडा हुन्छ ओछ्याइने त्यो माथि चढेर गङ्गा पार गर्नुहुन्थ्यो अरे कि कोही भन्छन् कि उनले अवधूतिसँग 7 वर्ष अध्ययन गरे कसैले भन्छ 12 वर्ष भन्छन् तर नाक्सो लोचौले 9 वर्ष बताउँछन् उनले माध्य मार्गको धेरै जस्तो उहाँबाट नै अध्ययन गरे जुन मध्यमको अब दर्शनहरू मध्यमकाको त्यो गुरु चाहिँ त्यो गुरु योगचारा मध्यमकाको स्कुलबाट विद्यालयबाट आएको थिए त्यसै कारण अतिशयले योगचारा मध्यमकाको अब दर्शनको अनि उहाँले ग्रहण गरेको देखिन्छ एकपटक उनलाई योगचारा मध्यमकाको दृष्टिकोण किन राखेको भनेर सोधियो अनि अतिशयले के भन्नुभयो भन्दाखेरि मैले मेरो गुरु अवधूतिलाई पनि यही प्रश्न सोधेँ हैन यो योगचारा मध्यमकाको दर्शन ग्रहण गर्नु कारण के हो मैले प्रश्न सोद्धाखेरि अनि गुरुले मलाई भन्नुभयो कि मैले यो धर्मलाई यो योगचारा मध्यमकाको दर्शनबाट नै मैले यो धर्मलाई साक्षात्कार गरेर देखेको हुँ साक्षात्कार गरेको हुँ भनेर उहाँले भनेको हुँदाखेरि त्यसैले मलाई पनि यसलाई म
पालना गर्नुपर्दछ भन्ने मनमा लागेको हुनाले त्यहाँदेखि मैले यो पालन गरेको ग्रहण गरेको हो भनेर चाहिँ भनिएको छ। अनि अब फेरि अब प्रसङ्गिकको अब एउटा गुरु पनि भनिन्छ होइन। अब भोटमा चाहिँ के हो त, अब सबै प्रसङ्गिका एक किसिमको हो भन्ने अब बताइन्छ एक किसिमको होइन। विद्वानहरू भोटबाट भारतबाट आएको अब अतिशय एक प्रसिद्ध गुरु शान्तिपा चाहिँ भनिन्छ। अब शान्तिपा चाहिँ के हो त, अब यो मध्यमकालको एक किसिम के हो त, अब पूर्व दिशाबाट आएको हो। उनी त्यति बेला सबैभन्दा चर्चित अब विज्ञान मात्र अर्थात् अनि विज्ञान पदको अनि विज्ञान मात्रको शिक्षक थिए। अतिशाले अब यो प्रसिद्ध शान्तिपाबाट 8000 श्लोक प्राज्ञ पारमिता पढेको थिए। अनि उनले प्रत्येक यो मध्यमकाललाई चाहिँ अब व्याख्यालाई चाहिँ यसरी अब वाद तर्क वितर्क वाद विवादहरू पनि गरेको थियो, अस्वीकार गरेको थियो। अनि शान्तिपालाई चाहिँ अब के हो त, अब अनि यसरी अब शान्तिपालाई यसरी अब के हो त, अनि अब शान्तिपालले अब एक एक गरी अब यो मध्यमका व्याख्यालाई अब एक किसिमको अब अस्वीकार गर्यो होइन, यो मिल्दैन भने यसरी अब विवाद गरिसकेपछि त्यो एक एकवटा बुधाहरूले पनि अनि मध्यमकाको के हो त दृष्टिकोण अब स्पष्ट भयो भन्ने अब अतिशाले भन्नुभयो। अनि अतिशालाई चाहिँ अब चन्द्रकीर्तिको परम्परामा ठुलो विश्वास थियो भने पनि छ। अब छोटकरीमा भन्नुपर्दा उनले अब गुरु अवधूतसँग लामो समय बिताएर र उनीहरूसँग कहिले पनि अब सामान्य कुराकानी भएन रहेछ। अवधूतसँग धेरै शिक्षाहरू लिनुभयो तर पनि सामान्य कुराकानी केही पनि गर्नु भएन रहेछ एकदम। अनि व्यर्थको कुराहरू कहिले पनि गर्नुभएको छैन रहेछ। अनि सधैँ अब हाल के खायो, कुन ठाउँमा गयो, के गर्दैछ त्यस्तो कहिले पनि कुराकानी गर्नु भएन रहेछ। अनि कहिले काहीँ चाहिँ उहाँले सुनको मण्डल चढेर पनि प्रवचन नगर्थ्यो अवधूतले होइन। अब अनि कुन बेला के हो त, एकदम समय भएको बेला पनि अवधूतले प्रवचन गर्नु नहुन्थ्यो, दीक्षा दिनु नहुन्थ्यो। कहिले काहीँ अब समय भएको बेला पनि प्रवचन दिनुहोस्, दीक्षा दिनुहोस् भन्दा पनि अवधूतले अतिशालाई यसरी प्रवचन गर्न अनि एकपटक अब दुवै अब अवधूति पल्ल अब अतिशय अब साँगुरो एउटा गुरुसँग अब पुलमा जानु भएछ होइन। गुरुसँग साँगुरो पुलमा अनि पार गर्दै थियो। त्यही बेला अवधूतिले अनि हिँड्दा त्यो एकदम साँगुरो पुलमा जाँदा अनि के भन्नु त, पछाडि फर्केर हेरेर के भन्नुभएछ भने अतिशालाई, जब तिमी अहङ्कारबाट मुक्त हुन सक्दैनौ, कर्मको साना टुक्राहरू पनि कणहरू पनि त्यहाँदेखि तिमी जोगेर हिँड्नु पर्दछ है भने यसरी अब अवधूतिपाले अब सानो साँगुरोको पुलमा पछि फर्केर यसरी अतिशालाई बताउनु भएको रहेछ। यसरी उनले वर्णन गरे कि कसरी आफ्नो गुरुको प्रत्येक शब्दले असाधारण अनुभूति ल्याउँछ सक्छ भने यसरी उहाँले अब सानो सानो कुरालाई पनि एकदम उहाँलाई ठुलो अनुभूतिहरू प्रकट भएको थियो। त्यही कारणले सानो सानो कुराहरू पनि होइन एकदम धेरै अनुभूतिहरू प्रकट गर्नु सक्छ, त्यस्तो खुबी थियो भने चाहिँ अतिशालाई चाहिँ। अब उनले धेरै गुरुहरूबाट धर्म प्राप्त गरे त्यति बेला, विशेष गरी उनले सिद्धिहरू प्राप्त गरेका धेरै गुरुहरूबाट तान्त्रिक शिक्षा प्राप्त गरे। अवधूतिपाले सिकाए अनुसार अतिशय आफैले योग आगतहरूको अभ्यास गरिन्, लिने डर लाज र त्याग गर्ने सन्दर्भमा। अनि ऋग्पतुषु भनिन्छ होइन, एक किसिमको अब विद्या ब्रह्मचर्य भनिन्छ। अब लाज अब डर केही नहुने होइन, अब जस्तो अब आफ्नो व्यवहार आफ्नो
के हो त एक किसिमको अब लुगा झुत्रे मुत्रे लगाएर एक किसिमको हिँड्ने होइन झान्द्रे मन्द्रे अनि लाज नगर्ने त्यस्तो ध्यानमा उहाँ लिनु भएको थियो उहाँलाई वास्ता नहुने संसारिक कुरा देखेर के गर्नेले अतिशयले 6 वर्ष योगमा अब त्यस्तो अभ्यासमा बिताए र कोही भन्छन् कि उनले 3 वर्ष इच्छा अभ्यासमा बिताए भनिन्छ संक्षेपमा उहाँसँग अब संक्षेपमा भन्नुपर्दा उहाँसँग वज्रयानको ठुलो अध्ययन र तालिम र अभ्यास थियो त्यसैले उहाँसँग मन्त्रको पनि ठुलो ज्ञान थियो कि उहाँ आफूभन्दा मभन्दा ठुलो त कोही पनि छैन भने यसरी उहाँलाई एउटा अहङ्कार जस्तो आयो उसलाई अलिकति गर्व भयो यसरी एकपल्ट उनी अब उत्तरी भारतको यात्रा गर्दै थिए उनको सपनामा डाकिनीहरूले उनलाई अनि असंख्य तान्त्रिक ग्रन्थहरू देखाएर डाकिनीले सपनामा अनि डाकिनीहरूले सोधेछन् कि यो कस्तो खाले तन्त्र हो भनेर अतिशयलाई सोद्धाखेरि के तपाईँलाई थाहा छ भनेर सोद्धाखेरि धेरै तन्त्रहरू थिए अनि त्यहाँ अनन्त पाठहरू थिए जसको नाम उसले पहिले कहिले सुनेको थिएन एउटा कुनामा केही खण्डहरू थिए र तिनीहरूले भने यी तपाईँले केही थाहा भएका पाठहरू हुन् भनेर अनि अर्को पटक अनि एउटा फेरि उनको विशेष देवता तारा अब यो मैले देखेको छैन भने यसरी अब डाकिनीले सपनामा देखेको तन्त्र अनि एक बुँदा मात्रै देखाउँदाखेरि मलाई थाहा पाएन भनेको थियो त्यही कारणले गर्दाखेरि अनि अर्को पटक फेरि उनको अब विशेष देवता तारा उहाँ कहाँ देखा पर्नु भयो र सोध्नु भयो के तिमी मन्त्र जान्ने पण्डित हौ त भन्दाखेरि अतिशयले भनिन् हो म पण्डित मन्त्र जान्छु भने त्यसपछि उनले केही साधनाहरू बताइन् र भने के तिमीलाई थाहा छ भनेर सोद्धाखेरि तन्त्रहरू बताउँदाखेरि अझ यी पाठहरू कहिले पनि नदेखेको बताए कहिले पनि देखेको थिएन भन्छ अनि ताराले बताएको कुराहरू अनि यो यस्तो किताब त मैले कहिले पनि देखेको छैन सुनेको छैन भने यसरी अनि अतिशयले बताए तारालाई फेरि तारा देवीले बताउनु के तपाईँलाई मन्त्रमा राम्रो ज्ञान भएकोमा घमण्ड छैन गर्व छैन त्यही कारणले गर्दा किन घमण्ड गरेको त अनि यो तान्त्रिक विधिमा एकदम पोक्त छु एकदम विद्वान छु भनेर घमण्ड किन गरेको त्यो सुहाउँदैन मान्छेको यो लोकमा पृथ्वी लोकमा यो संसारमा तिमी एउटा घोडाको कपाल मात्र होइनौ यो तन्त्रको कुरा चाहिँ घोडाको भुत्ला जसरी थोरै मात्रै छ सबै तान्त्रिक पाठ डाकिनीहरूको हातमा छ मनुष्य लोकमा त थोरै मात्रै हो भने यसरी भनेर गायब भयो उहाँ यसरी अब रहस्यमय तिनै हरायो त्यति बेला आफ्नो गर्व चकनाचुर भएको अनि अध्यक्षले बताए घमण्ड सबै न्यूनत भयो भनेर बताएको छ यो चाहिँ अब अनि भिक्षु नहुने भिक्षु नहुनुभन्दा अगाडि बाल्यकालमा घटेको विभिन्न अब यो दर्शनहरू कुराहरू अनि सिकिएको कुराहरू यसरी बतायो अनि अब यो उहाँ भिक्षु हुने अनि कुरा चाहिँ म अनि भोलि बताउन जस्तो मलाई लाग्छ उहाँ भिक्षु कसरी हुनुभयो भन्ने कुरा चाहिँ समय पनि अब त्यति थोरै रहेछ त्यही कारणले अब यो लमरिम मलम यो मार्गक्रमको पाठहरू अघि सर्नु होला।